संसारको जुनसुकै कुनामा बसे पनि ढेँडो खान चाहिँ छोड्दिन है। आज चाहिँ आफ्नै हातले बनाएर खाँदैछु हामीले कोदोको पिठोको ढेँडो हैन। त्यो सँगसँगै लोकल कुखुराको मासु अनि हरियो खोर्सानी अनि अचार पनि छ, गाउँतिरको जस्तै गरी टक्क बनाएको छ हैन। अनि हजुरहरुलाई पनि यस्तै खाना मन छ भने हजुरहरु पनि यो जाडो महिनामा ताजा ताजा बनाएर खान सक्नुहुनेछ। मलाई त एकदम टेस्टी लाग्यो हैन, एकदम मिठो अनि गाउँतिरको याद भन्छ नि, याद चाहिँ मेरिसक्यो। मलाई यो मासु भन्दा पनि झोल चाहिँ एकदम मन पर्छ। म चाहिँ थापी झोल मात्रै, झोल र ढेँडो मात्रै खाइरहेको छु। मासुलाई चाहिँ एकछिनमा खाउँला भनेर गरेको। साथीहरुले चाहिँ मासु चाहिँ किन पोको पारेर राख्दै त, मासु पनि खाउन सँगसँगै भनिरहेको थियो हैन। म झोल र यो ढेँडो नै खान्छु, मलाई एकदम टेस्टी लाग्यो भन्दै खाइदिएँ मैले चाहिँ हैन। हामीले कस्तो हुन्छ भने जाडो महिनामा छुट्टीमा चाहिँ हामी चाहिँ यसरी खान्छौँ प्राय। अनि आज चाहिँ धेरै पछि खाएको, झन् मिठो लागेछ। म त झोल र त्यो ढेँडो मात्रै खाइरहेको, अनि मासु चाहिँ कसलाई राखिदिएको भन्दै कराउँदैछ पछाडिबाट चाहिँ। तर म चाहिँ लङ खाइरहेको छु हैन। के छैन, आफूलाई खान मन छ हैन, त्यस्तो खान मन थियो। अस्तिदेखि नै खाएको थिएन नि त, धेरै भएको थियो। अनि त्यो कारणले चाहिँ मलाई एकदम मिठो लाग्यो। अब त्यो मासुको त ढेँडो पाएपछि मासु त कहाँ पुग्यो त्यो वास्तै हुँदैन क्या, झोल र ढेँडो चाहियो त्यो एकदम हैन। त्यो कारण मलाई चाहिँ यो जाडो महिना शनिबार थियो आज एकदमै मिठो लाग्यो। हजुरहरुलाई पनि यस्तै मन पर्छ, खान मन छ भने स्पेनमा चाहिँ हैन, हामी चाहिँ स्पेनमा छ यतिखेर। स्पेनमा चाहिँ इन्डियन पसलमा, नेपाल पसलमा पाउँछ। हजुरहरु पनि किनेर मजाले खान सक्नुहुनेछ। आजको लागि यति नै, बाइ बाइ। यो हट्टीलाई म मासुलाई फाल्छु होला, ढेँडो खाएपछि मलाई टन्न भयो। बाइ बाइ।